सो हेलो झोरले नमस्ते सबैलाई स्वागत छ न्यू डे न्यू भिडियोको साथमा उपस्थित भइसकेको छु। आयो सबैजना सन्चै आराममा हुनुहुन्छ होला भन्ने आशाको साथमा। अनि म चाहिँ यति राम्री भएर कहाँ जानलाई निस्क्यो, यस्तो राम्रो भएर यस्तो चुक्ना भएर कहाँ निस्केको भन्दाखेरि चाहिँ म चाहिँ आज मेरो मैले त छोरा नै पर्छ होला, मेरो छोराको चाहिँ व्रत बन्धन छ। व्रत बन्धन नै हो अनि नेपालीमा त्यो हामी मगरहरूको चाहिँ छेवर भन्छ, छेवर छ। अनि सो म चाहिँ त्यो छेवरमा जानलाई यति राम्री भएर निस्केको छु। तपाईँले भन्दैन कस्तो देख्यो मलाई चाहिँ, यस्तो मलाई त कस्तो है म त खत्रै राम्रो भए जस्तो लागेको छ आफूलाई चाहिँ। तपाईँहरूलाई चाहिँ म कस्तो लाग्यो भनेर भनिदिनु होला। म चाहिँ यति हतार भइसक्यो क्या, नेक्स्ट लेभलको हतार भइसक्यो। त्यही भएर रफ्तारमा दौडिरहेको छु। अनि सो गाइड्सहरू अनि मेरो मलाई कस्तो देखेछ भनिदिनु होला। अनि मैले चाहिँ पछाडि यसरी कपाल पनि कर्ली गरेको छु अनि कर्ली गरेको छु। अनि सो त्यही हो गाइज, म चाहिँ अहिले रेडी भइसक्यो अब जानलाई, एकदम हतार भइसक्यो क्या। अनि अबेला भइसक्यो, 11 बजिसक्यो। अनि सो म अब यति पनि ढिलो नगरेर जान्छु मलाई। अनि हेर्दै गर्नु होला, म त्यहाँ गएर के गर्छु, कस्तो गर्छु हजुरलाई देखाउने नै छु। पुरा भिडियो चाहिँ हेर्नलाई बस्नु होला। हस् भनेर पुरा भिडियो चाहिँ अन्तिमसम्म हेर्नलाई बस्दिनु होला गाइज। अहिलेको लागि चाहिँ लागेको हामी चाहिँ लाग्यौँ है। बिहामा जाने मान्छेहरूले त गाडी पर्खेर बसेको को हेलो कति जानु हिँड्नुभएको, कसको बिहामा हो? हामी त बिहे खानलाई लाग्यो है। यतातिर यसरी हामी गए बिहे भन्नु हुन्छ खालि छेवर खानलाई हिँडेको हामी चाहिँ। कतिका राम्री गरेर राम्रीले बिताउन नानी कहाँ जानु लाग्यो? छेवर खान जानु लाग्यो भन न, बिहा खान जानु लाग्यो। उज्जवल बाबा थियो नि, हेलो उत्तल मेलिना हेलो। हामी चाहिँ डन्डादेखि फेरि अटो समातेर लाग्यौँ है साथीहरू। एकैचोटि देखेँ घरमा फाइनल्ली मिन्छ। कस्तो भयो मेनिसहरूलाई, गाडी लागेछ हो। यहाँ माथिबाट देखिने दृश्य, तलको चाहिँ के हो त्यो तलको मलाई थाहा छैन। हामी त खाना खाएमै आउन नपर्छ। मेलिना सकाउने होइन मलाई थाहा छ। मैले हेलो खाने त माम खाँदै तल हामी त भात खाँदै हम बेमा आएर नि आइपुगेर नि। लोकल टिपिकली गाउँ रेस्टुरेन्टमा भात छ, तरकारी, मासु, दाल सब हुन्छ। कसरी बसेर खानुको मजा छुट्टै हुन्छ। यतातिर सबैजना बसेर खानु मजा आउँछ। सबै यसरी नै खाइन्छ मेरो गाउँघरमा चाहिँ। उता उज्जवल भएको उयो छ वाह।
मम खै मस्त ढलाउने ओ उज्जल के खाने हो ओइ उज्जल उज्जल के खाने हो के खानु भएको बिहे ढल्ने मान्छे अहिले फेरि पत्याउला र बी दाँत दुखेर हिँड्छ यता चाहिँ आन्टीले सधैँ यस्तो दिन आमा खानुको रहेन मासु स्याल हेलो मैले चाहिँ यहाँ भोइस ओभर गर्दैछु किनकि यहाँ चाहिँ धेरै रमाइलो अनि गीत गाना बजिरहेको थियो यताउता सबै भइरहेको थियो अनि त्यही भएर मैले यहाँ चाहिँ भोइस ओभर गरेँ अनि सबैजना नाचिराख्नु भएको थियो रमाइलो इन्जोय गरिराख्नु भएको थियो अनि त्यही भएर हामी चाहिँ धेरै माथि गर्थ्यौँ फेरि कहाँ होला यो यस्तो रमाइलो भन्दाखेरि मैले थोरै भिडियोमा पनि राम्रोसँग भनेको छैन यताउता व्रतबन्धन मात्र जाने मात्र भनेको थिएँ त्यसमा अनि गएको चाहिँ कहाँ होला भन्नुहुन्छ भने चाहिँ हामी चाहिँ यता माथि पैरोबास भन्ने ठाउँमा गएको थियौँ मेरो भेनाजु अर्थात् मेरो सासूको दिदीको नातिको व्रतबन्धन छेउर हामी मगरहरूले भन्ने चाहिँ छेउरमा गएको थियो अनि त्यसमा चाहिँ गयौँ हामी खायौँ यताउता गरेपछि चाहिँ आन्टीहरूले नाचौँ न भन्नुभयो नाचौँ न भनेपछि नाच्न गर्नुभयो अनि नाचौँ न भन्नुभयो सो त्यसमा चाहिँ नाच्नुभयो त्यतिखेर गीत बजाउनु भयो अनि गीतमा फुल भिडियो राख्न चाहिँ मिल्दैन यो सबैलाई थाहा भएको कुरा हो हजुरहरूलाई पनि किनकि कपिराइट लाग्छ त्यही माथि म त सानो भर्खर पलाउँदै गरेको भर्खर स्टार्टिङ सुरुवात गर्दैछु यसमा पनि त्यही भएर कपिराइट लाग्छ भनेर मैले चाहिँ यसमा भोइस ओभर गर्दैछु अनि यस्तो रमाइलो भएको थियो नसोचेको रमाइलो भयो मजाले रमाइलो गऱ्यौँ हामी दिदीहरू सबैजना आन्टीहरू अनि सबैजना रमाइलो गऱ्यौँ हामी अनि हाम्रो लागि त्यो ठाउँ पनि नयाँ भएको अनि नयाँ ठाउँमा जाँदा हामीले कुनै पनि त्यो नयाँ आएको भर्खर हामी नयाँ ठाउँमा आएको जस्तो फिल पनि भएन यति मजाले खायौँ रमाइलो गऱ्यौँ हामी चाहिँ अनि सो साथीहरू यसमा कस्तो लाग्यो हजुरहरूले यो भिडियो हेरेर आमालाई उता नाच्ने यता देखाउँदा आमालाई देखाउनु अनि यता हाला देखाउँछ आमालाई रङ्ग भएको नाच्न यता छोराले दुःख दिइरहेको Device is ready to pair. हामी कहाँ फर्केको घर फर्केको हैन हामी कता बाट फर्केको मेन्सा दिगाको छ नि यहाँ दिरागी कहाँ घर फर्केको बिहामा घर भन्नु न बिहा नि हो चाहिँ यो पैरोबासमा बिहाबाट फर्केको ए साथीहरु हामी उज्जले त हेर्नु यता उज्जली माउजू हामी बिहामा गएर फर्केको उज्जल बाइ बाइ गर्नु बाइ उज्जल लाटा ओइ फोटो कस्तो आयो हामी त बिहाबाट फर्केको साथीहरु ओ मेन्सन मेलिना यता हेर्नु ल खतरामदेखि मेल्न हेर्नु न खतरामदेखि मेल्नलाई हामी त फर्केको साथीहरु यो बरे इबाटन गाचाले रो सिरा नसोचेको रमाइलो भयो के साथी गाके
The Bluetooth device is connected successfully. हामी चाहिँ बेबाट मजाले खान्ते पिन्ते गरेर रमाइलो गरेर नाचेर भ्याएर आन्टी चाहिँ मजाले नाच्नु भयो। आन्टीले आज धोक्को बेच्ने गरेर नाच्नु भयो अनि नाचेर भ्याएर सबै गरेर भ्याएर हामी चाहिँ फर्केम साथीहरू। उजल नाचेन डिरा आइ पनि धेरै नि बोटो न हा त्यसले चाहिँ खोला गाडी डिरा छ नि हो त्यसको डिगा के महान फेरि बाटो हिँडेर यो आइडीमा हो बेखाना जाने गाह्रो छ भने बाटुलीको घरमा बस्नुपर्छ यति पुर्ने हारे के रे उज्जल हारे भने बाटुलीको घरमा हाली बस्न पर्छ है यो के फुल हो र के खोला हो र यो गिरबारी खोला हो हामी त घर आइपुग्यो बिहा खाएर लुत्रुको भएर यस्तो अवस्थामा आइपुग्यौँ घर ल मेन्छ नानी आउनु छिटो छिटो यता दाजु पनि झगडा त्यो देखाइहाल्यो त्यो राखिहाल्नु त्यहाँ कहाँबाट निकालेको हामी घर आइपुग्यौँ होइन यस्तो राम्री भयो मेन्छ नानी यस्तो राम्री भयो जानुभएको थकै लाग्छ हामी थकै लाग्यो भने त हजुर थकै लाग्दैन बाउजू र नानी त यस्तो राम्री भएर गएको हामी थकै लाग्यो फाइनली घर आइपुग्यौँ यस्तो थकै यति रफ्तारमा गयौँ यस्तोमा साथीहरू यत्रो बिहे खाएर आएपछि नि हामीलाई के चाहियो भने हामी छोरी मान्छेलाई त्यही होला क्या जति मासु भात जे खायो भने अमिलो पिरो बिना हामी बाँच्न सक्दैनौँ त्यो चाहिँ सबैलाई थाहा भएको कुरा नै हामी चाहिँ त्यत्रो बिहे खाएर भोज खाएर त्यत्रो मासु यत्रो पेटले खामी नसक्नु खाएर आयो अहिले भात खाने भए त्यो न बाबा न हामी भात खान्थेनौँ किनकि हामीलाई भात खानु थिएन हामीलाई खानु नै मन लाग्दैन थियो अनि अमिलो पिरो भनेपछि सब जडाक जुरेक भएन भनेर हामी चाहिँ मेरो मुखमा पानी पनि आइसक्यो कि त्यो कुरा गर्दा पनि आन्टी र म भएर चाहिँ करेन्ट आउँछ यति यसलाई चाहिँ आज यसको चाहिँ बाटो लाउनु पर्ने छ यिनीहरूलाई चाहिँ बाटो लगाइदिनु भनेर यहाँ यत्रो कराईमा पानी बसालेछु यसलाई यस्तो बोइल हाल्दौँ भनेर अरू त त्यस्तै हो जति नै जे खाए पनि करेन्ट चाउचाउ नखाइकन जिन्दगी स्वाट जाँदैन सायद भएर बस्छ सो करेन्ट चाउचाउ पकाएर खाना लाग्यो त्यत्रो बिहे खाएर आइसिन हामीलाई पुगेन हामीलाई के चाहिँ करेन्ट अनि गाए साथीहरू मेरो मेकअप आज कस्तो छ मेकअप अनि म चाहिँ त्यही हो यो करेन्ट चाउचाउ पकाउनु लाग्यो म चाहिँ अब यो ट्याक 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 पकाउँछु अनि बिहा खाएर आएर मेन्साले चाउचाउ खानु भएको छ मेन्सा नानीले यता आन्टीले मैले यत्रो मैले जाने एक बाटा लिएछु हामी चाहिँ बिहे खाएर आएर चाउचाउ खाएर भ्याएर लट्ठ परेर बसेछु अनि मलाई चाहिँ यो मेकअप उतार्नै मन छैन के गरौँ गाइज मैले यो मेकअप यस्तो राम्रो देख्छु जस्तो फिल भइरहेछ मलाई चाहिँ जुन चाहिँ चाहिरहेछ मलाई यो मेकअपले कस्तो देखेछ प्लिज राम्रो देखेछ नि म भनिदिनु ल प्लिज सो साथीहरू यतिन्जेल हेरिदिनु भएकोमा धेरै धन्यवाद प्लिज लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गर्न नबिर्सनु होला अनि साथी हजुरहरूले आजको बिहेको भिडियो कस्तो लाग्यो त्यो पनि प्रतिक्रिया दिनु होला अनि मेरो नयाँ भिडियो नआउँदासम्म चाहिँ धेरै माया गरेर यही भिडियोलाई पटक हेरिदिनु होला बाई बाई साथीहरू प्लिज सब्सक्राइब चाहिँ नबिर्सिनु गरिदिनु है बाई